एकैछिन रविको भाषण सुन्ने साथी मलाई राम्रोसँग थाहा छ नेपाली जनताले घण्टीमा किन भोट हालेका हुन्, मैले बिर्सेको छैन। के गर भन्ने आदेश दिएका हुन् मलाई राम्रोसँग थाहा छ। किन राजीनामा दे भन्न थाले। राजीनामा तिमीले हामीसँग माग्नु पर्दैन। काम गर्न नसकेको दिन, काम गर्न नपाएको दिन तत्काल राजीनामा दिने छाती छ। लो लागेको टकटका फाइल टकटकाउँदैछ भन्ने थाहा पाएर तपाईँले राजीनामा माग्नु भएको कुरा मलाई राम्रोसँग थाहा छ। पक्नुहोस्, 2-4 काम गर्न दिनुहोस्। त्यो कुर्सीमा गएर घुमेर बस भनेर भोट दिएका होइनन्। कसलाई कहिले कुन केसमा कहाँ पठाउने भन्ने कुराको म्यान्डेट नेपाली जनताले गत चुनावमा दिएर पठाएको कुरा मैले भुलेको छैन। अस्ति हेरेको पुत्ला जलाउँदै रहेछन्। पुत्ला जलाएको चाहिँ ठिक छ कि भाइ, तर फोटो चाहिँ ह्यान्डसम्म राख्नु क्या मेरो। त्यति झुर फोटो राखेर पुत्ला जलाउनु भएन। राजनीतिको मैदानमा आएपछि अब यहाँ झिङ्गा मार्ने काम हुँदैन। अब यस्तै हुन्छ। जब जनताका मुद्दामा काम गर्छौँ, संसारको इतिहास छ जनताको पक्षमा काम गर्नेहरू घेराबन्दीमा पर्छन्, अन्यायमा पर्छन्, अत्याचारमा पर्छन्, जेलको चिन्छन्, झुटा मुद्दाहरू लाग्छन्। सबै थाहा छ। जानेर बुझेर आँट गरेर छाती ठोकेर आएको किन चिन्ता गर्नुहुन्छ? समस्या आएको छ त्यो राष्ट्रिय स्वतन्त्र पार्टी आएको 1.5 वर्षमा जन्मिएको समस्या होइन। यिनले सृजना गरेको समस्या हो। त्यही समस्याका भरमा जनतालाई झुक्क्याएर अब हामीलाई गलत तरिकाले व्याख्या गरेर आफ्नो राजनीतिको रोटी सेकाउने कोसिस गरिरहेका छन्। पार्टीको सटर बन्द गर्नु पर्यो, बन्द गर्न तयार छु, तर कुनै गन्ना धन्नावालाहरूको अपारदर्शी चन्दा पार्टीलाई लिनुहुन्न। त्यो झुठो हामी खाँदैनौँ भनेर मैले प्रश्न भनेको छु।